ल है, आज हामी नेशनल हाइड्रो पावर कम्पनी अर्थात् एनएचपीसीको एउटा एकदमै रोचक वित्तीय कथा खोतल्दैछौँ। कुरो के हो भने कम्पनीको नाफा त वात्तै बढ्यो, तर लगानीकर्ताले हेर्ने एउटा मुख्य सूचक चाहिँ ठ्याक्कै उल्टो मतलब ओह्रालो लाग्यो। अब यो बढ्दो नाफा र घट्दो अनुपातको पछाडि के छ त? आउनुहोस् यही पहेलीलाई सँगै मिलेर सुल्झाउँ। अब सुरुमा त यो राम्रो खबरबाटै कुरा अगाडि बढाउँ। स्क्रिनमा हेरौँ त, यो बार चार्टले एनएचपीसीको नाफामा कस्तो गजबको उछाल आयो भन्ने प्रष्ट देखाउँछ। पहिलो त्रैमासिकमा कम्पनीले करिब 1 करोड 6 लाख रुपियाँ कमाएको थियो, तर दोस्रो त्रैमासिकमा आइपुग्दा त्यो नाफा दोब्बरभन्दा पनि बढीले बढेर 2 करोड 59 लाख पुग्यो। एउटै क्वार्टरमा यस्तो ग्रोथ हुनु भनेको साँच्चै एकदमै प्रभावशाली कुरा हो। तर कथाको ट्विस्ट यहीँनिर आउँछ। नाफा यति राम्रोसँग बढिरहेको बेला कम्पनीको मूल्याङ्कन गर्ने एउटा मुख्य आधार प्राइस टु अर्निङ्स अथवा पीई रेशियो चाहिँ 60% भन्दा बढीले कसरी घट्यो त? सामान्यतया त नाफा बढ्दा पीई रेशियो पनि बढ्नुपर्ने हो नि, होइन र? हो, यही नाफा र मूल्याङ्कन बीचको तालमेल किन मिलेन भन्ने कुरा बुझ्नु नै आजको हाम्रो मुख्य काम हो। ल त, त्यो प्रश्नको उत्तर खोज्नुभन्दा पहिले यो नाफा वृद्धिको कथालाई नै अलिकति केलाएर हेरौँ न। आखिर कम्पनीको प्रदर्शन यति बलियो हुनुको पछाडि के कारण थिए त? यो तुलना हेर्दा त झनै प्रष्ट हुन्छ। कम्पनीको जुन मुख्य व्यवसाय छ नि, सञ्चालनबाट हुने आम्दानी, त्यो झण्डै दोब्बरले बढेको छ। 5 करोड 59 लाखबाट बढेर 11 करोड 12 लाख पुगेको छ। हो, यही बलियो आम्दानीको जगमा उभिएर खुद नाफा पनि 1 करोड 6 लाखबाट 2 करोड 59 लाख पुग्यो। यसले के देखाउँछ भने कम्पनीको कोर बिजनेस एकदमै स्ट्रङ छ। ल, नाफाको कथा त प्रष्टै भयो। अब पालो आयो त्यो पी रेशियोको पहेली सुल्झाउने। आखिर यो पी रेशियो भनेको के हो, कसरी निकालिन्छ, अनि एनएचपीसीको केसमा चाहिँ यो किन यति धेरै घट्यो? आउनुहोस् अब यसलाई विस्तृतमा हेरौँ। पहिला त पीई रेशियो भनेको के हो त्यो बुझौँ है। हिसाब एकदम सरल छ। कम्पनीको 1 किता शेयरको बजार भावलाई त्यसको 1 किता बराबरको कमाई अर्थात् ईपीएसले भाग गर्ने हो। सोझो भाषामा भन्दा लगानीकर्ताहरू कम्पनीको 1 रुपियाँ कमाइको लागि कति रुपियाँसम्म तिर्न तयार छन् भन्ने कुरा यसले देखाउँछ। अब एनएचपीसीको पीई रेशियो घट्नुको पछाडि एउटा होइन दुईवटा कारण एकैपटक मिल्यो। पहिलो, कम्पनीको कमाई अर्थात् प्रति शेयर आम्दानी ईपीएस वात्तै बढ्यो। अनि ठ्याक्कै त्यही समयमा दोस्रो कुरा के भयो भने शेयरको बजार मूल्य चाहिँ अलिकति तल झर्यो। अब यहाँ हेर्नुस् त, अङ्कहरूले नै सबै कथा भन्छन्। पी रेशियो निकाल्दा त्रैमासिक कमाईलाई वार्षिक कमाईमा अनुमान गरिन्छ, जसलाई एन्युअलाइज्ड ईपीएस भनिन्छ। पहिलो त्रैमासिकमा यो अनुमानित ईपीएस जम्मा 0.886 रुपियाँ थियो, तर दोस्रो त्रैमासिकको त्यो दमदार प्रदर्शनपछि यो बढेर 2.11 रुपियाँ पुग्यो। यो त निकै ठूलो जम्प हो। तर त्यही बेला शेयरको मूल्य चाहिँ 193बाट घटेर 180.80 मा आयो। अब आफै सोच्नुहोस् न, हिसाब गर्दा तलको भाग मतलब ईपीएस वाट्टै बढ्ने अनि माथिको भाग मतलब मूल्य थोरै घट्ने हो भने पी रेशियो 225बाट 89 मा झर्नु त स्वाभाविकै भयो नि। ल, यो त भयो अहिलेको वित्तीय प्रदर्शनको कुरा। तर अब कम्पनीको भविष्य कस्तो छ त? एनएचपीसीको आम्दानीको भावी स्रोत मतलब निर्माणाधीन हाइड्रो पावर प्रोजेक्टहरूको अवस्था के छ? अब त्यतातिर ध्यान दिउँ। कम्पनीका 2 मुख्य प्रोजेक्टहरूको अवस्था हेर्दा एउटा मिश्रित चित्र देखिन्छ। एकातिर लोअर इर्खवा आयोजनाको निर्माण लगभग सकिएको छ र अब छिटै मतलब यही फागुन 2082 देखि उत्पादन सुरु हुँदैछ। यसमा एनएचपीसीको 64% लगानी छ, जुन राम्रो कुरा हो। तर अर्कोतिर लोअर इन्द्रावती आयोजनाको कुरा गर्दा पीपीए त भइसक्यो, तर बाढीले गर्दा प्रोजेक्टमा केही ढिलाइ हुने देखिन्छ। अब यो लोअर इन्द्रावती प्रोजेक्टलाई अलिकति नजिकबाट हेरौँ। कम्पनीले सबै कागजी काम जस्तै पीपीए, ब्याङ्कसँगको ऋण सम्झौता सबै टुङ्ग्याइसकेको थियो। सबै कुरा ठिकठाक अघि बढ्दै थियो, तर 2081 को असोजमा मेलम्ची नदीमा आएको बाढीले सबै योजनामा अवरोध ल्यायो। त्यो बाढीले प्रोजेक्ट साइटसम्म जाने बाटो नै बिगारेपछि अब यसको उत्पादन मिति पछाडि सरेको छ। ल, अब यी सबै कुराहरूलाई एकै ठाउँमा जोडेर एनएचपीसीको पुरा चित्र कस्तो बन्छ त्यो हेरौँ। एकातिर बलियो नाफा छ, अर्कोतिर अस्थायी रूपमा घटेको पीई रेशियो छ, अनि एउटा सफल हुन लागेको र अर्को चुनौतीमा परेको प्रोजेक्ट छ। यी सबैको आखिर मतलब के हो त? यो टाइमलाइनले शेयर मूल्यको कथालाई झनै प्रष्ट पार्छ। हेर्नुहोस्, दोस्रो त्रैमासिकको अन्त्यमा मूल्य घटेर 180.80 मा झरेको थियो, जसले
पीई रेसियो घटाउन मद्दत गर्यो। तर बजारले कम्पनीको त्यो बलियो प्रदर्शनलाई ढिलै भए पनि बुझ्यो र त्यसपछि मूल्य फेरि बढेर 290.10 रुपैयाँसम्म पुगेको छ। त्यसैले हामीले सुरुमा उठाएको प्रश्नको जवाब यही हो, पीई रेसियोमा आएको त्यो ठूलो गिरावट वास्तवमा एउटा अस्थायी सांख्यिक घटना मात्र थियो। यो कम्पनीको कमजोरीको सङ्केत थिएन, बरु कम्पनीको आम्दानी यति तेज गतिमा बढ्यो कि त्यसले शेयर मूल्यमा आएको सानो गिरावटलाई पनि जित्यो र गणितीय रूपमा पीई रेसियोलाई तल झारिदियो। तर यो पनि बिर्सनु भएन कि कम्पनीले आफ्नो नियन्त्रण बाहिरका जोखिमहरूको पनि सामना गर्नुपर्छ। कम्पनीकै रिपोर्टको यो भनाइलाई हेरौँ, जहाँ भनिएको छ 2081 असोजमा मेलम्ची नदीमा आएको बाढीले आयोजना स्थलको पहुँच मार्गमा क्षति पुगेको छ। यसले के देखाउँछ भने हाइड्रो पावर क्षेत्रमा यस्ता प्राकृतिक जोखिमहरू सधैँ रहन्छन्। अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न मनमा आउँछ। एउटा प्रोजेक्टले आम्दानी दिन सुरु गर्नै लागेको छ, तर अर्को प्रोजेक्टमा चाहिँ बाहिरी कारणले ढिलाइ भएको छ। यस्तो अवस्थामा के एनएचपीसीको जुन प्रमाणित सञ्चालन शक्ति हामीले देख्यौँ, त्यो शक्तिले भविष्यमा आउन सक्ने यस्ता आयोजना कार्यान्वयनका जोखिमहरूलाई जित्न सक्ला त?